अस्ति तल साथीले हामीले यसलाई छोड्नु पर्ने हुन्छ नत्र भिडियो डुब्बी गाउँछ हामीलाई त्यो बाटोमा गइरहेको के हो खै खोला हो कि अहिले चाहिँ खाद बारी निस्किसकेर हेलो हाई सम्पूर्ण नमस्कार म प्रवीणलाई फेरि पनि हजुरलाई यस प्रवीण युट्युब च्यानलमा स्वागत गर्न चाहे र फेरि पनि न्यू भिडियो लिएर तपाईहरु सामु उपस्थित भइ नै सकेको छु। आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला कि कस्तो हुनुहुन्छ। म चाहिँ एकदमै अलिकति रुगामार्गी लागेर चिसो लागेर गाह्रो बनाइरहेको छ है, घरतिर झरिरहेको छु म चाहिँ। र आज विशेष भिडियो चाहिँ तपाईहरुले थम्बनेल टाइटल देखेर पनि थाहा पाइसक्नुभयो होला। आजको भिडियो भने चाहिँ मेरो धरानदेखि शङ्खुवासभादेखि ट्याक्क लाएर म धरान झर्दैछु। राइड के कस्तो हुन्छ सबैजनाले हेरेर माया गरिदिनु होला र सबैले सब्स्क्राइब पनि गरिदिनु होला भन्दै यो भिडियो अगाडि बढ्छु। लेट्स सी। हेलो गुड मर्निङ सबैजनालाई, वेलकम छ मेरो युट्युब च्यानलमा। स्वागत गर्न चाहे मेरो युट्युब च्यानलमा तपाईहरुलाई यहाँलाई। र आज फेरि पनि नयाँ भिडियो लिएर तपाईहरु सामु आइसकेको छु। आज चाहिँ म फेरि धरानतिर फर्कदैछु एक्लै ट्याक्क लाएर। म चाहिँ यता खै के भन्ने ठाउँतिर आइपुगेँ। आज चाहिँ एक्लै जानुपर्ने भयो है, ट्याक्क लाएर। आज चाहिँ म एक्लै धरान फर्किँदैछु सभा पोखरीदेखि। थाहा होला है तपाईहरुलाई, मैले भिडियो पनि हालेको थिएँ के को लागि गयो भनेर है। अनि अब यसो भन्नु पर्दैन होला मैले। म सभा पोखरी बिहेको लागि गएको थिएँ। सो बिहे चाहिँ मैले खाएर पनि सकेर पनि म धरानतर्फ जाँदैछु, फर्किँदैछु है। अब राइड के कस्तो हुन्छ तपाईहरुले हेरेर माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु भएको छ। अझ योभन्दा पनि धेरै माया गरिदिनुहुन्छ भन्ने आशा लागेको छ। कोही नयाँ हुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला है। अस्ति तलदेखि तनास्त्र जन्ती आएको दिन है, यहीँ आइपुगेर त्यतिखेर लास निकालेको थियो। लास यहीँ थियो है। अस्ति 3 दिन भयो यो ट्र्याक्टर चाहिँ पल्टेको, मान्छे चाहिँ यहाँनिर मृत्यु भइसकेको थियो। खासै बाटो त त्यस्तो अप्ठ्यारो त होइन, तर खै किन ल साथीहरू आठा धुरोले बोल्नै सकेनौ। अति भयो साथीहरू, हामीले यसलाई छोड्नु पर्ने हुन्छ नत्र भिडियो डुब्बी गाउँछ हामीलाई।
एकदमै बाटो बन्दैछ होइन। सो त्यही भएर अर्को बाटो आउनुपर्ने थियो है, तर अलिकति ढिलो हुने भयो नि त। त्यही भएको कारणले गर्दा यो सर्टकट आएको बाटो बन्दैछ के। अनि सो यस्तो केटीहरूलाई अप्ठ्यारो पनि होला। एकजना दाजु पनि मैले भेटेको छु, दाजु सँगसँगै जाँदैछु। धेरै सुटिङ गरिन्छ नि त, त्यही भएर मात्र ठिक लगाइराख्यो। त्यसैमाथि सर्कट गएको बेला अनि यस्तो बाटोमा यो ल्याउँदा त के हो। अब म डोके भन्ने ठाउँतिर आइपुग्यो है। अनि त्यस पछाडि म खादबारी निस्किन्छु। खादबारीमा गाडीहरू वास गर्नुपर्ने छ है, एकदमै मैलाहरू धुलोहरू छ नि त, हिलो छ। अनि यसो खादबारीमा गएर म गाडीहरू वास गरेर सो मोबिल चेन हाल्ने मोबिल लाउँछु है। अनि अब पुरै हिलोले गर्दाखेरि भइरहेको छ नि त। आया आया यहाँ कसम धनी ढुङ्गोले आया लडायो यार। म खादबारी निस्केर अनि त्यस पछाडि चेनमा मोबिलहरू टक्क लाउँछु, वास गर्छु। वास गरिसकेपछि बिस्तारोतर्फ धरानतिर लाग्नुपर्ने हुन्छ। यहाँ खादबारीदेखि चाहिँ पछि नि त। त्यही हो, बिहे चाहिँ दामी भयो है। बिहे चाहिँ दामी भयो, दामी खाइयो, फर्कियो, हेरियो। के अरे लिम्बूहरूको कल्चर पनि हेरियो। अनि धेरै कुराहरू बुझियो पनि, सिकियो पनि है। अनि सो त्यस्तै हो। अब हामी अलिक मास्टर भेट्नुपर्ने हुन्छ ट्याक्क लाएर। अहिले चाहिँ खादबारी निस्किसकेर 10 दिनहरू म गाडी वास गर्दैछु। एकदम फोहोर थियो, बाटो देखिहाल्नुभएको थियो होला है। त्यसै कारणले गर्दाखेरि अहिले चाहिँ घाँसहरू वास हुँदैछ मेरो गाडीलाई। यहाँदेखि चाहिँ हामी टक्क फेरि हिले भन्ज्याङको यात्रामा गर्नेछौँ। च्याट्टा पारेर म देखाइहाल्छु है त। गाडी चाहिँ भाइले धुँदैछ, एकदम दामी धुन्छ भनेले चाहिँ यहाँनिर प्रेम सरहरूले। खादबारी आएर म चाहिँ अहिले खादबारी आइसकेर पनि
सो बजारतिर निस्केको थिएँ बजारतिर घुमेर पनि झर्दैछु है अलिकति कन्फ्युज भयो कुन बाटो जान्छ भन्ने कुरो अब म हाइवेमा झर्छु होइन अनि हाइवेदेखि चाहिँ म सिधै जान्छु यहाँ चाहिँ अलिकति काम थियो र म चाहिँ त बजारतिर निस्केँ अलिक बजार हाइवेभन्दा मास्ति रहेछ सो निस्केँ अनि के सामानहरू थियो किनेर अनि चाहिँ हाइवेतिर म झर्दैछु अब हाइवे पुग्न लाग्यो खाटबारी बजार बजार पनि हेरिहाल्यो है यो तपाईँलाई देख्नु भएन त्यही हो यहाँ चाहिँ माथि चाहिँ हटिया शनिबारे बजार हाम्रो हटिया जस्तै त्यही लाग्ने गर्छ है खाटबारीको हाइवे झरेर म अब कता नै धरानतर्फ लाग्दैछु साथीहरू यहाँ रहेछ बस स्ट्यान्ड चाहिँ खाटबारीको होइन खाटबारीको बस स्ट्यान्ड यहाँ छ भनेपछि यहाँदेखि मलाई लाग्छ होला अब दुई घन्टा त्यो कति यति लाग्छ बिस्तारै जाँदाखेरि पनि सँगले है म चाहिँ आज धरान फर्किनेछु अब एक्लै पनि भयो है अल्छी लाग्दो रहेछ एक्लै भएपछि चलाउनु पनि अनि सो केही छैन राइड कस्तो हुन्छ सबैले माया गरिदिनुलाई हेर्नु होला म चाहिँ यो सायद सब पोखरी जस्तै राख्नु थाल्यो मेरो च्यानल यो सब पोखरी खोला हो कि जस्तै छ मेरो विचारमा होइन अनि यो पुल पनि आइसक्नु पौडी खेल्न जानुपर्छ जस्तो छ गर्मी पनि एकदम भइरहेको गर्मी फिल भइरहेको छ पौडी खेल्नु जानुपर्छ जस्तो छ हौ दर्शकहरू त्यो गबा छ अरू फेरि बोल न शिवाजीको धुनीमा आलु छैन भने यतै पैसा दिनु म त गएँ झेक्नु सकेन
एउटा मगाउ न त धनकुटाको सल्लेरी बनाइमा न्याहुली चरी कराउँछ हेर न न्याहुली चरी कराउँछ धनकुटाको सल्लेरी ठाउँमा आइपुगे है मायालाई भेट्नलाई धनकुटा सल्लेरी आइपुग्यो गाछ आँखामा के पसिगयो आँखामा धुलो पस्यो